दाजुभाइ तथा दिदीबहिनीहरू, कृषक दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले यस वर्षको कोला खेतीको पहिलो गोडाइ अर्थात् बर्खे गोडाइलाई चाहिँ हामीले यसरी फेदमा गोड्यौँ। अब यहाँ हामीले यसरी गोडिसके पछाडि अब हामीले यसलाई मल ल्याएको छौँ। यहाँ मल लगाउँछौँ। मल लगाइसकेपछि अनि उक्केर हाल्छौँ। उक्केर लगाएर चाहिँ अनि त्यस पछाडिबाट हामीले यसलाई चाहिँ यो पालिको उ गर्छौँ। अनि अलि पछाडि फेरि यो मङ्सिरतिर कार्तिक मङ्सिरतिर फेरि पनि यसलाई गोडमेल बिचबिचमा त गोडमेल त गर्छौँ झार टिपाइहरू। अनि त्यस पछाडि चाहिँ फेरि मलजल गर्छौँ। यो हामीले यसको बोट चाहिँ माथिबाट किरा लागेको जस्तो भएको थियो। अनि त्यसलाई ट्रिटमेन्टको लागि यसलाई काट्यौँ। काटिसकेपछि अनि यसले फेरि नयाँ पालुवा हालिरहेछ, देख्नुहुँदैछ। अब यहाँ हामीले मल लगाउँछौँ अनि उप्केर लाउँछौँ र यो पालिको बर्खे गोडाइ चाहिँ हामीले सकाउँछौँ।